ल यो पनि गरौँ ल। सुरु। नमस्ते सम्पूर्णमा यो भिडियो हेर्नुभएका सम्पूर्ण विश्वभरिका मानवहरूलाई हाम्रो एउटा मानवताको हिसाबमा प्राणी जगतको प्रेमको हिसाबमा हार्दिक सलाम छ। आज हामीले यो शङ्खसभा जिल्लाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिकाको त्रिवेणी स्थल यो माया पिल्लो खोलाको प्राङ्गणमा यस सडक खण्डमा एउटा मृगको बच्चा भेटाएका छौँ। यसलाई चाहिँ केही साथीहरूले खेलेर पक्रिने प्रयासमा हामीले समातेर हामीले उद्धार गऱ्यौँ। उहाँ हाम्रो हलर साहब एसके झाजी हुनुहुन्छ, त्यसपछि रमेशजी यहाँ वज्रगुरु कम्पनीबाट हुनुहुन्छ, सकुल खान हुनुहुन्छ, लगायत यहाँ हाम्रा भाइहरूले यसलाई चाहिँ उद्धार गरेर यसको माउसम्म, यसको चाहिँ फ्यामिलीसम्म पुग्न सक्ने वातावरण बनाइदिनको निमित्त हामी चाहिँ यहाँ तपाईँहरू माझ सार्वजनिक भएका छौँ। यदि तपाईँहरूमध्ये पनि कोही कसैले यस्ता वन्यजन्तुहरू समाउनु भयो भने यसको कानुनी रूपमा यो निकै जटिल छ। त्यही भएर हामीले उनीहरूको बाँच्न पाउने अधिकार, उनीहरूको घर परिवारमा बस्न पाउने अधिकार हामी मान्छे जस्तै गरेर खोज्नु हुँदैन, हत्या गर्नु हुँदैन भनेर चाहिँ एउटा शिक्षाको रूपमा यहाँ हेर्नुहोस् कति लभली छ। यसलाई उसको आमाले कति धेरै प्यार गर्थ्यो होला। हेर्नुहोस् त, यसलाई यो एकदम अवोध छ। यस्तोलाई हामीले चाहिँ घरमा हुर्काएर मारेर के पाउँछौँ र? आखिर यसको आफ्नै संसारमा हामीले रम्न दिनुपर्छ। यो एउटा भगवान पनि हो, आफैमा मृग एउटा भगवान पनि हो। हेर्नुहोस् यो प्यार, यसले बिचरा, यसले मान्छे यिनीहरू हाम्रो शत्रु भनेर कहिले पनि बुझेको छैन। यो एकदमै अवोध रूपमा बुद्धम शरणम गच्छामीको मेन प्रतीक हो। त्यही भएर हामीले हल साहबको यहाँ स्थानीय साथीहरूको रोबरमा फेरि जहाँ यसको माउ छ त्यही चाहिँ हामीले चाहिँ यसलाई चाहिँ आज त्यही चाहिँ हामी छोड्न गइरहेका छौँ। हल साहब, यसको कानुनी के छ? मृगलाई यदि हामीले घर लगेर पालियो अथवा पक्रियो मार्यो भने यसको त सिधै हजुर सजाय नै हुन्छ, किनभने यो सरकारी संरक्षणमा पल्ने हाम्रो गहना हो, सम्पूर्ण देशको गहना हो। यो शान्तिको प्रतीक हो। बुद्धको जन्मेको देशमा यिनीहरूलाई हामी यो जन्तुहरूलाई त हामी मानवभन्दा पनि ठुलो मानेर यसलाई माया गर्नुपर्ने चिज हो। यसलाई चाहिँ स्वतन्त्र रूपले छोडिदिनुपर्छ ताकि यो पनि आफ्नो यो जङ्गलको एउटा गहनाको रूपमा पनि चिनियोस्। जैविक पर्यावरणीय हिसाबले पनि यो अत्यन्तै धेरै महत्त्वपूर्ण छ। न यसले मान्छेलाई टोक्छ न ठुङ्छ। यो मान्छेको के नै बिगार्छ र यसले? आफ्नो वन्यजन्तु के अरे आफै जडीबुटी खान्छ, आफ्नै किसिमले हिँड्छ। त्यही भएर यसलाई हामीले यसकै संसारमा छोडिदिनको लागि हामी आएका छौँ र तपाईँहरू सम्पूर्णका अगाडि योलाई यो एकदमै लभली, यसलाई हामी छोड्दैछौँ। ल, ठुलो हुनु, कुनै मान्छेले कुनै जनावरले तिमीलाई नखाओस्, आफ्नो आयुभरि बाँच्नु, आफ्नै कालगतिले बाँच्नु। ल, प्यारसहित हामी उसलाई उसकै संसारमा छोड्दैछौँ। तपाईँहरू सम्पूर्णले यसरी छोडिदिनुपर्छ। उसको आफ्नै संसारमा आज हामी छोड्दैछौँ, उसलाई उसकै जीवन दिँदैछौँ हामी। ऊ आफ्नै संसारमा जाँदैछ। हेर्नुहोस् कति खुल्ला भएर, कति खुसी भएर गयो। हेर्नुहोस् ऊ आफ्नै सब। धन्यवाद।